हेलो एभ्रिवान, सन्चै हुनुहुन्छ? आज चाहिँ मेरो फ्लाइट थियो अस्ट्रेलिया टु नेपाल। सो मैले चाहिँ भिडियो बनाउने भनेर प्लान गरेँ, त्यही भएर मैले चाहिँ छोटो छोटो क्लिपहरू बनाएर एड गरेको छु। आई नो इट्स नट पर्फेक्ट, तर जस्ट ट्राई। सो मेरो जर्नी चाहिँ होबार्ट एयरपोर्टबाट स्टार्ट भयो। त्यसपछि मेरो ट्रान्जिट मेलबर्न र कतारमा थियो। मेलबर्नमा चाहिँ लिटल बिट टाइम भएको भएर मैले चाहिँ क्विकली बाथरुम सेल्फी लिइहालेँ। त्यसपछि म एन्ट्री गरेँ बिजनेस क्लास कतार एयरवेजको। टोटली वर्थ इट। उनीहरूको चाहिँ सर्भिस सुरु भयो रिफ्रेसिङ टावलबाट। त्यसपछि मैले जुस खाएँ अनि अरबिक कफी, एकदमै मिठो थियो। त्यसपछि फेरि चिप्स र ड्रिङ्क ल्याइदिए, त्यो पनि मैले खाएँ, त्यो पनि एकदमै मिठो थियो। अनि टाइम आयो मेरो खानाको। अनेस्टली आई डिड नट एक्सपेक्ट चिकन सालेड, तर एकदमै मिठो थियो अफकोर्स। अनि त्यसको ब्रेड एकदमै सफ्ट थियो। हजुरले देख्न सक्नुहुन्छ, मैले एकदमै धेरै इन्जोय गरेँ त्यहाँको ब्रेडबाट। त्यसपछि मेरो मेन मिल, मैले चाहिँ हिन्दू मिल अर्डर गरेको थिएँ। सो इट कम्स विथ राइस टु करी, रोटी पनि थियो। उनीहरूले अचार पनि खाने भनेर सोधेको थियो, बट आई वाज सो फुल, सो मैले खान सकेन। त्यसपछि टाइम आयो डेजर्टको। म त एकदम फुल भइसकेको थिएँ, त्यही पनि एउटा बाइट भए पनि खाम भनेर खाएँ। यति धेरै खाना खाइसकेँ, अफकोर्स मलाई ग्रिन टी चाहियो, सो मैले ग्रिन टी खाएँ। त्यसपछि मलाई निन्द्रा लाग्यो, सो मैले न्याप लिएँ। एकछिन सुतेपछि उठेपछि मैले फेरि मुभी कन्टिन्यू गरेँ। अनफर्चुनेटली वाइफाई चाहिँ काम गरिरहेको थिएन, बट केही भएन, मुभी चाहिँ एकदम राम्रो थियो। त्यसपछि यसो हेरेको त मेरो ल्यान्ड हुने टाइम भइसकेको रहेछ। अनि त्यसपछि हामी ल्यान्ड भयौँ एन्ड देन आई वाज सो एक्साइटेड टु सी माई मम। यति नै हो आजको लागि। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।